सम्पूर्ण आदरणीय दर्शक महानुभावहरूलाई मेरो च्यानल हरि चामलिङ मार्फत हार्दिक स्वागत गर्दै फेरि पनि फिफा वर्ल्ड कपको पोइन्ट तालिकाको छुटो भ्लग यहाँहरू समक्ष प्रस्तुत गरिरहेको छु है त। लास्ट अपडेट 26 जुन 2026। ग्रुप ए मा पहिलो पोजिसनमा छ मेक्सिको, 3 म्याच खेलेर 9 पोइन्ट। दोस्रो स्थानमा साउथ अफ्रिका, 3 म्याच खेलेर 4 पोइन्ट। तेस्रो स्थानमा साउथ कोरिया, 3 म्याच खेलेर 3 पोइन्ट। चौथो स्थानमा चेक रिपब्लिक, 3 म्याच खेलेर 1 पोइन्ट रहेको छ। ग्रुप बी मा पहिलो स्थानमा छ स्विट्जरल्यान्ड, 3 म्याच खेलेर 7 पोइन्ट। दोस्रोमा रहेको छ क्यानाडा, 3 म्याच खेलेर 4 पोइन्ट। तेस्रोमा रहेको छ बोस्निया हर्जगोभिना, 3 म्याच खेलेर 4 पोइन्ट। चौथामा रहेको छ कतार, 3 म्याच खेलेर 1 पोइन्ट। त्यस्तै गरेर ग्रुप सी मा रहेको छ पहिलो स्थानमा रहेको छ ब्राजिल, 3 म्याच खेलेर 7 पोइन्ट। दोस्रो स्थानमा रहेको छ मोरोक्को, 3 म्याच खेलेर 7 पोइन्ट। तेस्रो स्थानमा रहेको छ स्कटल्यान्ड, 3 म्याच खेलेर 3 पोइन्ट। चौथो स्थानमा रहेको छ हाइटी, 3 म्याच खेलेर 0 पोइन्ट। त्यस्तै गरेर ग्रुप डी मा पहिलो स्थानमा रहेको छ युएसए, 3 म्याच खेलेर 6 पोइन्ट। दोस्रो स्थानमा रहेको छ अस्ट्रेलिया, 3 म्याच खेलेर 4 पोइन्ट। तेस्रो स्थानमा रहेको छ पराग्वे, 3 म्याच खेलेर 4 पोइन्ट। चौथो स्थानमा रहेको छ टर्की, 3 म्याच खेलेर 3 पोइन्ट। त्यस्तै गरेर ग्रुप ई मा रहेको छ पहिलो स्थानमा जर्मनी, 3 म्याच खेलेर 6 पोइन्ट। दोस्रो स्थानमा रहेको छ आइभरी कोस्ट, 3 म्याच खेलेर 6 पोइन्ट। तेस्रो स्थानमा रहेको छ इक्वाडोर, 3 म्याच खेलेर 4 पोइन्ट। चौथो स्थानमा रहेको छ कोराको। त्यस्तै गरेर ग्रुप एफ मा रहेको छ पहिलो स्थानमा रहेको छ नेदरल्यान्ड, 3 म्याच खेलेर 7 पोइन्ट। दोस्रो स्थानमा रहेको छ जापान, 3 म्याच खेलेर 5 पोइन्ट। तेस्रो स्थानमा रहेको छ स्विडेन, 3 म्याच खेलेर 4 पोइन्ट। चौथो स्थानमा रहेको छ ट्युनिसिया, 3 म्याच खेलेर 0 पोइन्ट। त्यस्तै गरेर ग्रुप जी मा पहिलो स्थानमा रहेको छ इजिप्ट, 2 म्याच खेलेर 4 पोइन्ट। दोस्रो स्थानमा रहेको छ इरान, 2 म्याच खेलेर 2 पोइन्ट। तेस्रो स्थानमा रहेको छ बेल्जियम, 2 म्याच खेलेर 2 पोइन्ट। चौथो स्थानमा रहेको छ न्युजिल्यान्ड, 2 म्याच खेलेर 1 पोइन्ट। त्यस्तै गरेर ग्रुप एच मा पहिलो स्थानमा रहेको छ स्पेन, 2 म्याच खेलेर 4 पोइन्ट। दोस्रो स्थानमा रहेको छ उरुग्वे, 2 म्याच खेलेर 2 पोइन्ट। तेस्रो स्थानमा रहेको छ क्याप वर्ड, 2 म्याच खेलेर 2 पोइन्ट। चौथा स्थानमा रहेको छ साउदी अरेबिया, 2 म्याच खेलेर 1 पोइन्ट। त्यस्तै गरेर ग्रुप आई मा रहेको छ पहिलो स्थानमा फ्रान्स, 2 म्याच खेलेर 6 पोइन्ट। दोस्रो नर्वे, 2 म्याच खेलेर 6 पोइन्ट। तेस्रो सेनेगल, 2 म्याच खेलेर 0 पोइन्ट। चौथो इराक, 2 म्याच खेलेर 0 पोइन्ट। त्यस्तै गरेर ग्रुप जे मा रहेको छ पहिलो अर्जेन्टिना, 2 म्याच खेलेर 6 पोइन्ट। दोस्रो अस्ट्रेलिया, 2 म्याच खेलेर 3 पोइन्ट। तेस्रो अल्जेरिया, 2 म्याच खेलेर 3 पोइन्ट। चौथो जोर्डन, 2 म्याच खेलेर 0 पोइन्ट। त्यस्तै गरेर ग्रुप के मा पहिलो स्थानमा रहेको छ कोलम्बिया, 2 म्याच खेलेर 6 पोइन्ट। दोस्रो स्थानमा रहेको छ पोर्चुगल, 2 म्याच खेलेर 4 पोइन्ट। तेस्रो स्थानमा रहेको छ डिआर कङ्गो, 2 म्याच खेलेर 1 पोइन्ट। चौथो स्थानमा रहेको छ उज्बेकिस्तान, 2 म्याच खेलेर 0 पोइन्ट। त्यस्तै गरेर एल ग्रुपमा पहिलो स्थान इङ्ल्यान्ड, 2 म्याच खेलेर 4 पोइन्ट। दोस्रो घना, 2 म्याच खेलेर 4 पोइन्ट। तेस्रो क्रोएसिया, 2 म्याच खेलेर 3 पोइन्ट। चौथो पानामा, 2 म्याच खेलेर 0 पोइन्ट। यसै जानकारीको साथ यहाँहरूसँग आज बिदा हुन चाहन्छु। भोलि फेरि अर्को भ्लगमा भेटौँला। हस्त, बाई बाई, नमस्ते।